ल सोल्टासोल्टीहरू आज चाहिँ अन द वे टु सार्जा होइन सो भाइलाई भेटघाट गर्न गइदिनु लाग्यो अनि अब त्यही हो मेरो कफी अपडेटको चाहिँ हल्का भिडियोहरू हल्का स्टप गर्नु परिरहेछ मेरो कफी भिडियो चाहिँ हाम्रो पाउँदैन होला जहाँसम्म अन द वे टु सार्जा होइन चेक इट आउट बेबी ल आज हाम्रो मौसम भाइको फर्स्ट ट्रिप दुबईको लागि होइन के छ भाइ खबर इन्जोय होस् होइन बोर फिल नहोस् पहिला कहाँ रे कहाँ जानु लाग्यो हामी वे टु सार्जा सेकेन्ड टाइम कहाँ चढेको नेपालमा रेल चढ्यो कि नेपालमा रेल चढेको नाउ चढ्यो होला रेल चढ्यो होला तर आज आएर थाहा भयो क्या होइन अस्तिसम्म चाहिँ मैले के सोचिरहेको थिएँ भनेपछि मभन्दा हेर्छौँ कोही छँदै छैन भनेर सोचिरहेको थिएँ कि होइन आज मैले यो क्यामेरामा तिम्रो अनुहार देखेर कोही कम्पिटिटर रहेछ भनेर मैले सोचिरहेको ल भाइ हामी त उल्टो रेल चढ्यौँ उल्टो रेल चढ्दैछ हामी अब झर्नुपर्छ है त फेरि नेक्स्ट स्टेसनमा हामी कहाँ झर्नुपर्छ हामी जानुपर्छ एकदिन स्टेसन थाहा छैन हामी जानुपर्छ यतिसोला लास्ट स्टेसन हो होइन यतिसोला झर्नु चाहिँ त्यहाँबाट चाहिँ बस चढ्नुपर्छ तर हामी अपोजिट आयौँ अज्ञाताबाट अगु बेकार आइहाल्यौँ अब हामी राम्रो नानी काम पानी राम्री यता नानी राम्रो नानी ल माम खाने खाने कि नखाने जाने कि नजाने यो सुन न तिम्रो मैले गिटार देखिरहेको थिएँ त्यसमा प्रोफाइलमा के गिटार हान्छौ तिमी समटाइम्स हो कि आउँछ कि त्यत्तिकै पकडेको हो त्यो मजाको बी अनेस्ट हो हामी चाहिँ अब हामी जान्छौँ कहाँ जान्छौँ अब हामी मेरो प्यारो भाइ बसिरहेको छ त्यहाँ काममा त्यो आएको 1 महिना भयो 1.5 महिना काम गरिरहेको छ मस्त तरिकाले त्यसलाई चाहिँ त्यसकै हो कि त्यो स्लिपर गिफ्ट हान्न ल क्रक्स गिफ्ट हो क्रक्स रे गिफ्ट त के हो त्यसकै हो यो क्रक्स त्यहाँ गएर यसो चिया पानी तातो पानी चिसो पानी के छ खाएर जानुपर्छ हामी अर्को जक्सनतिर जक्सन सेक्युरिटी टाइम जलसा हुने त्यसो अस्ति है तेरो दाइसँग हिँड्ने हो तेरो दाइसँग गयो भने त्यसले हिँडाउने काम मात्रै गर्छ कहाँ लग्छौ अनि भाइ कतिको चिलमा छौ त कति डिग्री होला अहिले 47 48 होला यार चिल त त्यस्तै हो तापक्रममा छौँ अहिले हामी होइन तापक्रम बढ्यो जला फुट्यो अनि लारा छुट्यो जाउँ अब जाम होइन मेन चाहिँ अब यसो एक गिलास कफी हानेर गइदिउँ भनेर खोजिरहेको हो कि त्यहाँ भाइ भेटिन्छ कि हानेर गइदिनु पर्छ है नेपाल जानु लाग्यो खोलिदिने है Wow.
ल भाइ कस्तो लाग्यो त हाम्रो आई बेकरीको भाइको B60 को रेसिपी कस्तो थियो कफी गुड ओके म चाहिँ एकदम इन्सपायर भयो क्या उबाट होइन ओके मैले पनि बाइसमा गरेर आएको होइन म तर त्यस्तो पेसेन्टली थिएन नि त म गरिदिन्थेँ तर काम गरिदिन्थेँ त्यस्तो पनि कफीमा त्यस्तो मन चाहिँ थिएन तर अहिले आएर होइन पुरा सुत्ता चाहिँ आफ्नो बेस्ट दिनुपर्ने रहेछ कि त्यो सुत्ता गरेँ त्यो सुत्ता चाहिँ बेस्ट दिनुपर्ने रहेछ कि त्यो कुरा चाहिँ अहिले आएर सोचिरहेको छु त्यही हो आज दाइले बाहिर ल्याउनु भयो बस्नै घुमिरहेको म नि म बाहिरतिर हल्का नयाँ नयाँ एक्सपिरियन्स पनि भइरहेको छ होइन होइन नयाँ नयाँ कुराहरू पनि सिकिरहेको छ ठिक छ तिम्रो एउटा हेबिट चाहिँ अघि तिमीले भन्दै थियौ नि त त्यो चाहिँ मलाई के सही लाग्यो भनेपछि दाइ म काम चाहिँ जस्तो सुकै हालिदिन्छु भनेर भन्थ्यौ नि त्यो चाहिँ मेन कुरा हो कि होइन तिमीलाई चाहिँ जे काम गरिरहेको छु त्यसमा चाहिँ विलिङ चाहिँ हुनु पऱ्यो अघि पनि त्यस्तै हो कि भाइ तिमीले भन्छ नि यसको नलेज चाहिँ तिमी जति पढे पनि जति एक्सपिरियन्स लिए भनेको नि धेरै भास्ट छ होइन कहिले पनि यसको पर्फेक्टनेस चाहिँ हुँदैन कि म पर्फेक्ट भएँ कफीमा भन्ने चाहिँ हुँदैन सधैँ लर्निङ प्रोसेस नै हो म बाल कफी त्यो भन्दा खतरा ओके नै उसको चाहिँ यस एउटा विलिङ पनि राम्रो छ अनि आफ्नो जबमा पेसेन्ट प्यासनेट छ आजले होइन अनि उसको एक्सप्लेन गर्ने तरिका वरिष्ठ भनेको जस्तै अब कफी बनाउने मात्रै होइन नि त वाट हि मेक होइन त्यसको एक्सप्लेन पनि गर्न जान्नु पऱ्यो कि सक्नु पऱ्यो उसमा चाहिँ यो क्वालिटी चाहिँ राम्रो छ बेस्ट अफ लक फर यर फ्युचर ग्रोथ होइन तिमीले सोचेको कुरा होस् थ्याङ्क यू फर टुडे खास मैले हामी लिफ्टमा के गर्न जाँदैछु हस्पिटल टिथ क्लिनिङको लागि है अपडेट गरेर राख्नुपर्छ अपडेट अपग्रेड स्टेबल बस त एउटै कस्तो लागिरहेको छ त भाइ तिमीलाई शारजाको ट्रिप कस्तो लागिरहेको छ दामी हो। लुक एट द भ्यू आज फर्स्ट ट्रिप भाइको जलसा भएको छ होइन म चाहिँ थाक्यो है भाइ यो चाहिँ पुरानो अड्डा हो कि पुरानो अड्डा पुरानो भाइजान स्माइल अच्छी है खुश रहो टगीले न बड़ा रस्केले सुन न तिमी कति हो रे दुबई आएको 1.5 महिना होइन 1.5 महिना कहाँ 1.5 महिना मैले के खाम भने रे शोरमा के हो त्यो भनेर शोरमा शोरमा दुबईको फेभरेट अरबिकहरूको फेभरेट जे भन्यो भने लन्च डिनर जे भने पनि शोरमा भनेको फेभरेट हो चिकनमा पनि हुन्छ चिकन हुन्छ खासमा चिकन शोरमा आज तिमीलाई जामिन शोरमा कुरमा रे ओके आज टेस्ट गर्नुपर्छ आजको लेआउट पनि कम्प्लिट भयो ब्याक टु जानुपर्छ डाइरेक्ट त्यसपछि चाहिँ अल्लोसन नसेल त्यहाँ गएर दिन्छ यता हेरे यस्तो गर त फेरि उता हेर यति सेन्टी त मैले पेन्टी नलाए पनि हुन्थेन तर सुन न भाइ उताकै मिररमा के मैले खिचेको पुरा आइरहेछ कि